गण्डकीको काखमा नीलो ऐना झैं बिछ्याइएको फेवाताल। माछा पुच्छरेको छाया तालको पानीमा पौडिरहेको देख्दा लाग्छ यो स्वर्गको एउटा टुक्रा हो। तर यही सुन्दरताको किनारमा एउटा अर्कै संसार छ, जहाँ हजारौंको भोक र भविष्य जोडिएको छ। तालमा रंगीन डुङ्गाहरू पर्यटक बोकेर सयर गरिरहेका छन्। कोही कायाकिङमा लहरिएका छन्, त कोही सेल्फीमा मुस्कुराइरहेका। ठीक त्यही तालको भित्तीमा थुप्रिएका केही दिदीबहिनीहरूका आँखा भने पर्यटकको पर्समा होइन, बाटोको मोडमा अडिएका छन्। उनीहरूका हातमा तातो चियाका कप, पोलेका मकै र चकपटेका कचौराहरू छन्। उनीहरूका लागि फेवाताल मात्र एउटा पर्यटकीय स्थल होइन, यो त छोराछोरीको कापी कलम र साँझको चुल्हो बल्ने दैनिक रोटीको आधार हो। एक्कासी काँधमा रेडियो सेट झुण्ड्याएका दुईजना नगर प्रहरी देखा पर्छन्। उनीहरू आफ्नै ड्युटीमा हिँडिरहेका हुन्छन्, तर ती दिदीबहिनीहरूको मनमा भने भुइँचालो जान्छ। वर्षौंदेखिको डरले उनीहरूका खुट्टा आफै कुद्न थाल्छन्। कसैले मकैको डाली च्याप्छन्, कसैले चटपटेको भाँडो। क्षणभरमै त्यो किनार सुनसान हुन्छ। तर जब प्रहरी आफ्नो बाटो लाग्छन्, उनीहरू फेरि बिस्तारै बाहिर निस्कन्छन्, लुसुक्क, लाज मान्दै र अलिकति डराउँदै। फेरि सुरु हुन्छ त्यही लुकामारीको जिन्दगी। उता सङ्घीय राजधानी काठमाडौँको सुकुम्बासी बस्तीमा डोजरको गर्जनले आतंक मच्चाइरहेको छ। यता पोखराको फुटपाथमा नगर प्रहरीको डरले उठीबासको त्रास छ। देशको भूगोल फरक होला, तर गरीबको कथा एउटै छ। राज्यलाई सुन्दर सहर चाहिएको छ, तर त्यही सहर सजाउने श्रमिकको सुन्दर भविष्यको कसैलाई चिन्ता छैन। यो दृश्य देख्दा मन भारी हुन्छ र कुनै बेला प्रधानमन्त्री बालेन्द्र शाहले गाएको त्यो गीतका शब्दहरू कानमा गुन्जिन्छन्। गरीबको चमेली बोल्दिने कोही छैन। सत्य नै त हो। फेवातालमा डुङ्गा चढेर सयर गर्नेहरूका लागि यो रमाइलो कथा होला, तर त्यही किनारमा मकै पोलेर बस्नेहरूका लागि यो एउटा नमिठो सङ्घर्ष हो, जहाँ एकातिर विकासको डोजर छ, अर्कोतिर पेटको आगो, र यी दुवैको बीचमा पिल्सिएका छन् ती निरीह अनुहारहरू, जसको पक्षमा बोल्दिने कोही छैन।